सहितको अधिकार दिनुपर्छ भन्ने कुरा र जबसम्म अस्तित्व हुँदैन नि तबसम्म त्यो देशको त्यो व्यक्तिहरूले कहिले पनि न्याय पाउँदैन रहेछ। 169 आइलोमा के लेखेको छ भन्दाखेरि आदिवासी जनजातिहरू भनेको 36-37 करोड मात्रै छ। विश्वमा कति छ मानव? 8 अरब मान्छे मान्छ। 8 अरबमा 36-37 करोड असुरक्षित समूह भएर हामी बाँचेको छ। आज जति पनि छ नि यहाँ मान्छे भनेर हामीले बुझ्छौँ होला, तर हामीलाई आदिवासीको क्याटेगोरीमा हामीलाई राखेको छ। आदिवासी भनेको के हो भनेर त्यसको अर्थ खोजेको छ त हामीले होइन नि। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले लड्दै गरेको लडाइँ चाहिँ हाम्रो अस्तित्व सहितको अधिकार हामीले पाउनु पर्यो भन्दाखेरि के पाउँदो रहेछ, हाम्रो अधिकारभित्र के पर्दो रहेछ भन्दाखेरि हाम्रो अस्तित्व भनेको मङ्गोल रहेछ। अनि हाम्रो अधिकार चाहिँ के रहेछ? देश चलाउने अधिकार चाहिँ हाम्रो रहेछ, ताकि हामी यो देशको मूलवासी रहेछ र हाम्रो हातमा अब ताला चाबी हुनुपर्छ भनेर मङ्गोल नेसनल अर्गनाइजेसनले भन्दैछ र लड्दैछ। 36 वर्ष भइसक्यो एउटा साइकल फुटाउनु हाम्रो क्षति हुन्छ है भनेर मङ्गोल नेसनल अर्गनाइजेसनले लड्दैछ। तर आज जति पनि सत्तामा पुगेको शासकहरूले के गरेको छ? रोड भत्काएको छ, जलाएको छ। हिजो मात्रै जेनजेटको नाममा जलाए। जेनजेट उनीहरू नै हो, यो नयाँ जेनजेट होइन है सर, यो चाहिँ तपाईँहरू भुलमा नपर्नु होला। जेनजेट भनेको अहिले बनिएको भर्खर बनिएको होइन, यो प्लानिङ थियो, यो सेटिङ थियो। 6-7 वर्ष लगाएर सेटिङ गरेर यसपालि त्यो जेनजेटको कार्यक्रम लिएर गेम खेलेको होइन। त्यो चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङको चस्मा ठ्याक्कै लाएर हेर्दा मात्रै प्रष्ट हुन देखिन्छ। त्यसले गर्दाखेरि अहिलेसम्म यो देशको मूलवासी मङ्गोलहरूलाई चाहिँ आदिवासी कहिले बनाउने, कहिले जनजाति बनाउने, कहिले दलित बनाउने, कहिले डोके ढाके खर्पने पाके स्वाटे तिग्रेहरूको यो देश यिनीहरू सूत्रे हाम्रो सिरिखुरी कहाँ जाला, मन्त्रीमण्डल चुन्दा बाहुन छेत्री हुली चुन्नु मतवाले कवै नहुनु भनेर मनोस्मृतिमा चाहिँ लेखिएको आधारमा अहिलेसम्म देश सञ्चालित भइरहेको छ। हामी चाहिँ भन्छौँ एमाले नेपाली काङ्ग्रेसले बहुदलले यो परिवर्तन भयो भनेर हामीले बुझ्यौँ नि त। तर किन परिवर्तन भएन त यो खोज्यौँ हामीले। के कारणले हाम्रो देश पटक चाहिँ सत्ता चेन्ज हुन्छ तर किन परिवर्तन हुँदैन भन्दाखेरि राणाको थियो हारे नै रहेछ, पृथ्वीनारायण शाहको थियो हारे नै रहेछ। पृथ्वीनारायण शाहले कसलाई थियो? राणालाई दिइराख्यो। 240 वर्ष उनीहरूले शासन गर्यो, उसकै पुस्ता रहेछ त। फेरि पृथ्वीनारायण शाहले कसलाई दियो? शाहलाई दियो। शाह राजा पनि उही रहेछ, उही हारे नै रहेछ। अहिले फेरि राजतन्त्र हटाएर लोकतन्त्र आयो, को छ? हारे नै छ। मङ्गोलको अहिलेसम्म हाम्रो प्रधानमन्त्री राष्ट्रपति हुनु पाएको छैन नि त। किन हुनु पाएको छैन र किन दिँदैन भन्दाखेरि उनीहरूको मनोस्मृतिमा त्यस्तो छ क्या। डोके ढाक्रे खर्पने पाखे स्वाटेहरूको हो यो देश, यिनीहरू सूत्रे हाम्रो सिरिखुरी कहाँ जाला, हाम्रो सिरिखुरी जाला, उनीहरूको सिरिखुरी कहाँ जाला। हाम्रो अहिले भाषा छ, नीति छ, धर्म छ, संस्कार छ, संस्कृति छ, सम्पूर्ण कुरो हाम्रो पुर्खाहरूले राखेको नाम, आफ्नो भाषादेखि राखेको नाम। सोमोलुङमालाई चाहिँ के बनायो? पाथिभरा। मुकुमलुङलाई पाथिभरा, सोमोलुङमालाई सगरमाथा बनायो। अनि हाम्रो जति पनि हाम्रो पुर्खाहरूले आफ्नो भाषादेखि राखेको नामहरू सबै फ्याँकेर उनीहरूको भाषाले यो आयातित भाषा, यो जुन नेपाली अहिले बोल्दैछौँ यो त आयातित भाषा हो नि त, देवनागरी लिपि हो। हाम्रो संयुक्त राष्ट्र सङ्घमा नेवारी लिपि दर्ता गरेको छ गिरिजाप्रसाद कोइरालाले, यो लगेर जाँदा इन्डियाले दर्ता गरिसकेको रहेछ। अनि यसरी चाहिँ हामी भुलभुलैयामा चाहिँ यिनीहरूले राखेको। अनि डोके ढाके खर्पनेको देश हो भनेर त भनेको छ नि त। हामीलाई डोके ढाके पनि बनाएको थियो एक समयमा, तिग्रे बनाएको छ, पाखे खर्पने बनायो हामीलाई। त्यस पछाडि मतवाली भनेर कसले भन्यो त? लिखित रूपमा मतवाली भन्ने भनेको जङ्गबहादुर राणाले चाहिँ 3 वर्ष अमेरिकामा बसेर पाठ सिकेर आएर यो देशको मूलवासी मङ्गोलहरूलाई चाहिँ दबाबमा राख्नुको लागि मतवाली बनाएर हामीलाई चाहिँ मतवालीको सन्तान भनेर ठोकेको होइन। हामीले पनि मैले ठोकेको त 10 वर्ष मतवालीको छोरा एक दुई मतवाली त मलाई केही हुँदैन भनेर ठोकियो नि, थाहा भएन। त्यस कारणले गर्दाखेरि हामी मतवाली पनि होइनौँ। संसारले ब्रान्डेड रक्सी वाइनहरू खान्छ, उनीहरू मतवाली नहुने। यहीँ पनि छेत्री बाहुनले रक्सी जाँड खाँदाखेरि उनीहरू मतवाली भन्नु मान्दैन। तर हामी चाहिँ सहज स्वीकार। किन भन्दाखेरि शब्दको अर्थ नबुझ्दाखेरि कति असर पर्दो रहेछ भन्दाखेरि 1910 भनेको अहिले त होइन त, कति सय वर्ष भइसक्यो। 1910 देखि अहिलेसम्म हाम्रो मान्छेको मास्टर डिग्री डक्टरेट गरेर आउँछ। कसको छोरा भन्ने को हो तिमी भन्ने मतवालीको छोरा भन्छ।
अनि यो भन्नु भने चाहिँ के हो भन्दाखेरि हामीलाई यो देशमा मान्छे भनेर हाम्रो मान्छेको पढाइ भएन के, कुन मानवमा परिँदो रहेछ भन्ने कुरा भएन कि। संसारमा 3टा महामानवहरू छ, जो मङ्गोल, आर्य, निग्रो। यसलाई चाहिँ मेन भनिँदो रहेछ इङ्ग्लिसमा, होइन? मेन भनेको मान्छे भनेर पढाइयो यहाँ, तर यसको फुल फर्म पढाइएन। किन पढाइएन भन्दाखेरि पढायो भने त यिनीहरूले कुरो बुझ्छ, कुरो बुझ्यो भने त उनीहरूको अधिकार छोडिदिनुपर्छ। हिजो हाम्रो पुर्खालाई त यिनीहरूले मारेर, हरेक षड्यन्त्रमा पालेर मारेर चाहिँ हाम्रो पुर्खाहरूको चाहिँ 2224 राज्य खोसेर अगाडि बढेको हो नि त। ल ठिक छ, उनीहरूले त्यो काम गर्यो हिजोको दिनमा, ल त्यतिखेर सुट भएछ, त्यस्तै खालको ठिक थियो। तर अहिलेको 21औं शताब्दीमा पनि त्यही मनोस्थिति अन्तर्गत उनीहरू राज्य चलाउँछ भने अब हामीले नै दिने हो त भन्ने प्रश्न। र हामी अब अघि मैले भने जति पटक सत्ता चेन्ज भयो नि सर, त्यो सत्ता भनेको उनीहरूले घुमाइ फिराइ उनीहरूकोमा हातमा पार्यो। राजाको नाम भन्दैछ अहिले, राजा पनि आर्य नै हो नि त। उनीहरूले हामीलाई देखाउने दारा मात्रै राजा भनेर फालिदियो शब्दमा, तर राजा को हो भनेर खोज्नुहोस् त, आर्य नै हो। अहिले रवि भनेको 6औं कि 7औं संस्करणमा उनीहरूले जन्माउनु खोजेको व्यक्ति हो। उसलाई हाइलाइटमा लिएर जनताहरूको नाममा भ्रम सिर्जना गरेर 6 महिनामा उसले जितेको होइन पर्छ भन्ने त हो। तर को आयो अहिले? सुशीला कार्की भनेको को हो? हिजो 2030 सालमा उसको बुढाहरूले मिलेर चाहिँ हाइचेक गरेको प्लेन, ढाकाको बुढी अहिले प्रधानमन्त्री बसेको छ, होइन? अनि हर्कको सोच चाहिँ के हो भन्दाखेरि हर्क भनेको आदिवासी जनजाति हो, उसले बुझेन, उसको दूरदर्शिता छैन। उसले अहिलेको युगमा ढुङ्गा बोकेर बालुवा बोकेर अहिलेको युगमा विकास खोज्यो भने त्यो भनेको मान्छेलाई भ्रममा राख्नु। धरान छोडेर उर्लाबारी मात्रै आओस्, उसलाई चाहिँ निर्विरोध उसलाई चाहिँ मेयर दिउँ, धरानमा जस्तो यहाँ चलाएर देखाओस् त। धरान बनिएको कसले गर्दा भनेर हामीलाई थाहा छ नि त। हरेक त्यहाँको आफ्नो ज्यानको बाजी लगाएर लाउरीहरूले बनाएको होइन धरान, पोखरा बनाएको लाउरीहरूले हो। त्यस कारणले गर्दाखेरि ऊ त्यो ठाउँमा पो सुट भयो त। हाम्रो उलायमा होस् त, उसको केही काम लाग्दैन। राजतन्त्रतिर फर्केर हेऱ्यो भने त राम्रो हुँदैन। त्यसले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसन, लोकतन्त्र, धर्मनिरपेक्षता, प्रान्तीय सरकार भनेको मङ्गोल नेसनल अर्गनाइजेसनको एजेन्डा हो। तर यो अहिले जति पनि सरकारमा छ नि, यिनीहरूले त चाहेको होइन नि त, यिनीहरूले राजै चाहेको छ त। अहिले पनि एमाले, नेपाली काङ्ग्रेस, माओवादी जति पनि छ नि, 122वटा 23वटा पार्टीमध्ये सिङ्गल मङ्गोल नेसनल अर्गनाइजेसन मात्र लोकतन्त्र हुनुपर्छ र धर्मनिरपेक्ष प्रान्तीय सरकार हुनुपर्छ भनेर 36 वर्ष हो डाक्टर गोपाल गुरुङले उसको एजेन्डाहरू अन्तर्राष्ट्रसम्म पुऱ्याएको। संयुक्त राष्ट्रसङ्घमा त 6 वर्ष अध्ययन गरेको छ डाक्टर गोपाल गुरुङलाई। 6 वर्ष अध्ययन गरिसकेपछि सुजन आइहेगन भन्ने केटीलाई चाहिँ पठाएर डाक्टर गोपाल गुरुङ के हो, उसको लेखहरू के छ त्यो अध्ययन गर्नु भनेर पठाएपछि उसले डक्टरेट गर्यो त। अनि 6 वर्ष फेरि उसले लेखेर त्यो उसको पुस्तकहरू डाक्टर गोपाल गुरुङलाई अध्ययन गरेको पुस्तक संयुक्त राष्ट्रसङ्घमा बुझाएपछि त्यो पुस्तक अनि संयुक्त राष्ट्रसङ्घले अध्ययन गरिसकेपछि 2064 साल फागुन 15 गतेमा मात्रै डाक्टर गोपाल गुरुङलाई चाहिँ दबाब दिएर दर्ता गरेको निर्वाचन आयोग। होइन भने त्योभन्दा अगाडि 18 वर्षसम्म निर्वाचनले दर्तै नदिएको। किन दर्ता दिएन भन्दाखेरि मङ्गोल शब्द हटाउ। मङ्गोलले किन त्यति साह्रो काउसो हुँदैन यहाँनिर? मङ्गोल भनेको यहाँको 80% हिन्दू मूलवासी मङ्गोलहरू रहेछ क्या। देश चलाउने अधिकार हाम्रो रहेछ। तर आज जो हिजो 1495 मा मैले लेखेको होइन, उनीहरूले लेखेर राखेको छ। यो 1495 मा इन्डियादेखि अलाउद्दिन खिलजीले लखेटेपछि भिरकोट हुँदै भागेर आएर ज्यान बचाउनलाई चाहिँ प्रभु मेरो ज्यान बचाइदिनु भनेर बास मागेर बसेकोले आज देश चलाइरहेको छ। अनि हामीले चाहिँ यहाँ समृद्ध खोजेको हुँदैन। हामीले समृद्ध देशलाई बनाउनुपर्छ भने हामी हो यो देशको मान्छे, हामीले हो हाम्रो देशलाई कसरी बनाउनुपर्छ। तपाईँको घर तपाईँले मात्रै सुरक्षा गर्नु सक्नु, भाडावालले सुरक्षा गर्दैन नि। त्यो त उसले जहिलेसम्म बस्छ तहिलेसम्म मात्रै भाडावालले चाहिँ यसो सफा गरे जस्तो गर्ने त। तर सिङ्गो घरको रेखदेख कसले गर्छ? मालिकले गर्छ। र यो देशको मालिक हामी हो। तर यसो भनिरहँदा कसैले प्रश्न गरिरहन्छ, आर्यलाई चाहिँ के गर्छौ त, तिमीले लखेट्ने भन्दैछौ पनि कुरो आयो। तर
मङ्गोल नेसनल अर्गनाइजेसन मानव अधिकारवादी भएको हुनाले 80% हामी हौ 20% उनीहरू भनेर 80 र 20 को कुरो गरेको छ। किनभने यो अवस्थामा उनीहरूको जाने ठाउँ पनि छैन, अब बस्न छैन। त्यस कारणले उनीहरू पनि मान्छे हो, उनीहरूलाई पनि हक अधिकार दिएर राख्नुपर्छ भनेर मङ्गोल नेसनल अर्गनाइजेसन लड्दैछ। तर अहिले पनि उनीहरूले 72 मा संविधान लेखेको त 72 मा हो नि त, होइन सर? 72 मा संविधान लेख्दाखेरि हामीलाई किन मूलवासी भनेर लेखिएन? किन चाहिँ दलित भनेर अहिले पनि त्यस्तो बिना शब्द लेखेर चाहिँ हामीलाई सम्बोधित गर्छ? लोपन्मु अल्पसङ्ख्यक सीमान्तकृत भनेर किन हामीलाई चाहिँ त्यस्तो चाहिँ गुज्रेको शब्दहरूमा हामीलाई चाहिँ विभिन्न उसमा चाहिँ छुट्याएर काटेर छुट्याएर राख्छ भन्ने कुरा चाहिँ हामीले आयो। र अब जति यो देश बचाउँछ भने मङ्गोलले मात्र बचाउने हो, अरू कुनै माइकलाई अब आउनु सक्दैन। त्यही भएर अहिले मङ्गोल नेसनल अर्गनाइजेसन यति बृहत रूपले बढिरहेको छ, हामी सुतेको छैनौँ। हामी 3 बजे राति उठेर मलाई टेन्सन लाग्छ क्या, कहिले हाम्रो सत्ता लिएर यो देशलाई चाहिँ मुक्ति दिनु, यो चाहिँ दलाली शासकहरूलाई चाहिँ कसरी चाहिँ चुनावको माध्यमदेखि फ्याल्नु भन्ने मलाई त्यो चासो छ क्या। म राजनीति गर्ने व्यक्ति होइन, आजभन्दा 4 वर्ष अगाडि म साधारण एउटा सुँगुर खोरमा सुँगुरको घुसरी भएर बसेको मान्छे। तर जब मङ्गोल नेसनल अर्गनाइजेसन डाक्टर गोपाल गुरुङजीको चाहिँ दर्शनले छुयो नि, त्यहाँदेखि म 3 महिना त्यतिखेर पनि नसुतेको, झनै डिप्रेसन नगर्नु। त्यस्तो के हाम्रो पुर्खाहरू यहाँ कसरी मार्यो भन्ने कुरो त अनि हामीले अध्ययन गरौँ न हौ। राजाले कति हाम्रो छोरी जेललाई बलात्कार गर्दै मारेको, उसको सेनाले चाहिँ पेटमा भएको हाम्रो चाहिँ हिजोको पुर्खाहरूको नानीहरू पेट चिरी चिरी भालाले रोकेर मारेको, ओक्लीमा कुटेको कुराहरू इतिहास छर्लङ्गै छ त। यिनीहरूले त सबै उनीहरूको इतिहास पढाए हामीलाई, हाम्रो असली इतिहासहरू सबै लुकाएर छोपेर राखिदियो। आज हामी लिपिविहीन भइसक्यौँ, धर्मविहीन भइसक्यौँ, हरेक कुरा विहीन भइसक्यौँ। हामी शिरदेखि पाउसम्म, पाउदेखि शिरसम्म अभावमा हामी अहिलेसम्म बाँच्नु परिरहेको छ। त्यस कारणले गर्दाखेरि अझै पनि हाम्रो कन्सेप्ट आफ्नो चेतनाहरू खुलाउन सकिएन भने चाहिँ हामी त्योभन्दा पनि अब बिग्रिने ठाउँ छैन। अहिले हामी बाँचेको भनेको केही विदेशको भरमा मात्रै। कति हाम्रो अग्रजहरू हुनुहुन्छ, उहाँहरू लाउरेमा बेचिएको रहेछ, हिजोको दिनमा विश्वयुद्धमा चाहिँ मर्नुलाई पठाएको रहेछ। यी यहाँको मूलवासीहरू मर्नु जाओस् भनेर छेत्री बाहुनले चाहिँ हाम्रो तान्दै लगेर बेचेको होइन त। र अहिले पछि पैसा कमाउनु थालिसके पछाडि चाहिँ कम्पिटिसन गराउँदै राम्रो राम्रो दिमाग भएको व्यक्तिहरूलाई चोइस गर्दै अनि बढी राम्रो फिटनेस राम्रो त्यस्तो यो देशमा बस्यो भने, यो देशमा उनीहरूले थाहा पायो भने उनीहरूले हाम्रो देश हाम्रो सबै कुरा खोज्छ भनेर जति पनि आज बलवान बुद्धि भएको चेक गरी उनीहरूलाई चाहिँ कहाँ पठाउँदैछ? ब्रिटिसतिर, त्यहाँदेखि रहेको भारततिर, होइन? यो बेचिनु भनेको कसको कारणले यो देशको शासकहरूले अहिलेसम्म हामीलाई अदृश्य रूपले उनीहरूले चाहिँ यति प्रकार दमन गरेको छ नि। यो चाहिँ डाक्टर गोपाल गुरुङको चस्मा लाउनै पर्छ साँच्चै होइन भने म यस्तो कुराहरू म देख्ने पनि के छ। तपाईँहरूको राजनीतिक धाराहरू तपाईँहरूको हिजोको दिनको हामीलाई थाहा छ। अब आउने राजनीतिको तपाईँहरूलाई के छ कसो छ भन्दाखेरि उनीहरूको पीडा बाहेक अरू केही पनि छ। सबैले फलानालाई भेट्यौँ भन्दैनौँ हामी, तर तपाईँको विषयमा हामीले बुझ्यौँ भने तपाईँले बोलेको र अर्को साथीले बोलेको एउटै छ क्या। व्यथा सबैले बुझिसकेको रहेछ। तर कहाँनिर चुक्दैछौँ हामी भन्दाखेरि हामी चुकेको, हामीले अब न्याय पाउने बाटो कुन हो भन्ने कुरो मात्रै चोइस गर्नु मात्रै हामी चुक्दैछौँ। र विशुद्ध आर्य बाहेक विशुद्ध मङ्गोलहरू मात्रै भएको सङ्गठन भनेको मङ्गोल नेसनल अर्गनाइजेसन। आर्यको त उसको सुनिश्चित छ त, आर्य भनेर लेखिसक्यो त, उसको अस्तित्व लेखिसक्यो त संविधानमा। तपाईँ हाम्रो पो बाँकी छ त, होइन? र तपाईँ हाम्रो पो अधिकार चाहियो, अस्तित्व चाहियो र हामी पो लड्ने हो त। ऊ त किन चाहियो त अहिले हामीसँग? कति छेत्री बाहुनले भन्नुहुन्छ नि हामीलाई पनि सदस्य बनाऊ न भन्नुहुन्छ नि, अनि हामी त्यही कुरा भन्दैछौँ। तपाईँहरूलाई किन चाहियो हामीसँग राजनीति गर्नु? तपाईँहरूको त संविधानमा तपाईँहरू मान्छे भनेर लेखिसक्नु भएको छ, हामी आर्य नस्लको मान्छे भनेर चाहिँ तपाईँहरूको अस्तित्व लेखिसक्नु भएको छ। हाम्रो पो छैन त यहाँ। 1910 को मुलुकी ऐनमा महत्त्वले लेखिदियो, त्योभन्दा अगाडि जङ्गली बुस्तिकै थियो। अहिले आएर 47 को संविधानमा जनजाति लेखिदियो। जनजातिको अर्थ खोज्दाखेरि जन भनेको कमारा हुँदो रहेछ, जाति भनेको राई लिम्बू गुरुङ मगर भनेर हुँदो रहेछ। अनि दलितको अर्थ के हो, सीमान्तकृतको अर्थ के हो, लोपन्मुखको अर्थ के हो, होइन? यी शब्दको अर्थहरू खोज्दाखेरि पुरै हामीलाई चाहिँ समुद्रभित्र डुबाएर ऊ चाहिँ माथि हामीलाई टेक्दै चाहिँ हिँड्दो रहेछ। हामीलाई टेकेर नै उसले चाहिँ चुनावमा जित्दो रहेछ।
अनि त्यो कुरा चाहिँ हामीलाई थाहा हुँदैन। त्यसले गर्दाखेरि अब हामीले रोज्ने बाटो के हो भन्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसन भन्दा बाहेक हामीले उनीहरूलाई पनि अब उनीहरूलाई पनि न्याय दिएर राख्ने भनिसकेपछि मङ्गोल नेसनल अर्गनाइजेसनले कहाँनिर अपराध गर्यो? यो देशमा भएको स्रोत साधन सुन त खोलामा बगिरहेछ हाम्रो। त्यस्तो देश आज संसारको गरिब देश भनेर विश्वमा चिनाउनु भनेको चान्चुने कुरो होइन नि त, हो कि होइन भन्नुहोस् त। हाम्रो देश यति मलिलो छ, जहाँ पलाए त्यहीँ फल्ने हरेक फलफुलहरू जङ्गलमा फलिरहेको भेटिन्छ, कसैले रोपेको छ त छैन। अनि जडीबुटीमाथि हामी बसेर आज हामी गरिब छु, म उपचारविहीन भएको छु भनेर भन्ने वातावरण कसले बनायो भन्दाखेरि यो देशको शासक। हामी त सुनमाथि बसिरहेछौँ, के गर्नु? शासक गलत भइदिएपछि होइन, शासक गलत भइदिएपछि सबै हामीलाई डुबाएर सक्यो। हेर्नु त, गरिब दुःखीको उत्पीडनको वर्गीय सङ्घर्ष गरेर चाहिँ यो देशलाई मुक्ति दिन्छु भनेर राजनीति गर्नेहरूले कति पैसा लुटेको रहेछ त। डाक्टर गोपाल गुरुङले यिनीहरूले संविधान लेख्नको लागि 2टा चुनाव लड्यो नि त, लडायो त यिनीहरूले, खेल खेलेको। डाक्टर गोपाल गुरुङले त्यतिखेर भन्नुभयो कि यिनीहरू भनेको लुटेर हुन्, यिनीहरू भनेको मगन्दे हो भनेर भन्नु थालिसकेपछि अब यिनीहरूलाई लखेट्नुपर्छ भन्ने शब्द लागेपछि मात्रै संविधान जारी गरेको हो त 2072। होइन भने संविधान लेख्दैन। राजा भगाउने डाक्टर गोपाल गुरुङ हो, तर अहिले यिनीहरूमा हामीले भगाएको भन्छ नि, होइन। अदृश्य खेल डाक्टर गोपाल गुरुङले मात्रै खेल्नु भएको छ, किनभने डाक्टर गोपाल गुरुङको यस्तो खेल छ कसैले बुझ्नै सक्दैन। दूरदर्शिता यहाँ हेरेर राजनीति गरेको होइन डाक्टर गोपाल गुरुङ। डाक्टर गोपाल गुरुङले राजनीतिमाथि राजनीति गरेको हुनाले अहिलेसम्म 36 वर्ष भयो कुनै पनि घटनामा हाम्रो मान्छेलाई पर्नै दिएको छैन। अहिलेसम्म एउटा सिनको टुटाएको छैन हाम्रो। 9 दिनसम्म हाम्रो मान्छेहरूलाई चाहिँ यो के अरे श्रीनिवासले हाम्रो मूल सचिवलाई चाहिँ फसाउनुको निम्ति आफ्नो सुरक्षादारलाई चाहिँ गोली हान्नु लगाएर अनि हाम्रो पर्चा छरिदिएर हाम्रो शान्तिलाल धिमाललाई 9 दिन थुनामा राखेको छ यो शासकहरू। पछि मङ्गोल नेसनल अर्गनाइजेसन टेबलमा गएर टक गरौँ, हाम्रो यसमा गल्ती छैन, एकदम राम्रो भन्दा राम्रो छानबिन गरियोस्, होइन भने भोलि अप्ठ्यारो पर्ला भनेपछि खोज्दै जाँदा त त्यही भाग्दै गरेको बेला पक्रेको श्रीनिवासले। यस्तो धर्मको नाममा चाहिँ कुरीति बोकेर धर्मको नाममा चाहिँ यहाँको चाहिँ हरेक पिछडा पारेको वर्गहरूमाथि चाहिँ खेलवाड गर्छ भने यो हामी त्यसले गर्दाखेरि हामी हाम्रै मुलुकमा दास भएर आज 470 वर्ष भयो हामी दासी बसेको। अब हामी त मर्छौँ नि, तर अझै पनि हामीले यो गेम खेलिएन र पार लाइएन भने हाम्रो भावी सन्ततिहरू त शरणार्थी भइसक्यो। आदिवासी जनजाति भनेको बाहिर देशबाट आएर बसोबास गर्नेलाई चाहिँ आदिवासी भनिन्छ। जन्म भनेको कमारा हो, जाति भनेको राईले भन्छ। हामीलाई राई लिम्बू भनेर विश्वले चिन्दैन। अहिले हामी यहाँ बसेको छौँ, लु को यहाँ तामाङ नचिन्ने, हामी 3-4जनालाई नचिन्ने मान्छे आएर आउनुभयो, लु यहाँ छानेर निकालेर एकजना राई छान एकजना तामाङ छान भन्न सक्छ? सक्दैन। किन सक्दैन भन्दाखेरि हामी एउटै मङ्गोलको संसार भएको कारणले हामी मङ्गोललाई, त्यसले गर्दाखेरि हामीलाई चिन्ने विश्वले चिन्ने भनेको चाहिँ मङ्गोलले रहेछ, हाम्रो देशले रहेछ। तर हामीलाई राई लिम्बू मगर भनेर त्यो चाहिँ हाम्रो अस्तित्व रहेछ। आज खोर्सानीको उदाहरण म तपाईँलाई दिन्छु। खोर्सानीलाई संसारमा आफ्नो भाषाको नाम छुट्टै छ नि त। तामाङले छुट्टै भन्छ, हामी राईले लोङ्गा भन्छौँ, अर्को राईको चाम्लिङ भाषामा पिरो भन्छ, अनि इङ्ग्लिसमा चिल्ली भन्छ, अनि तपाईँको भाषामा के भन्छ? हिन्दीमा मिर्ची भन्छ, होइन सर? तर त्यसको संसारको कुनामा गएर पनि उसको एउटै भाषा के हुन्छ? पिरो। उसको पिरो भएन भने उसको मूल्य नै हुँदैन। हामी बजारमा गएर यसो खोर्सानी कतिको पिरो छ भाँचेर जिब्रोमा दल्छौँ, त्यो चाहिँ पिरो छ कि छैन? पिरो छैन भने हाम्रो अस्तित्व भएन भने त्यही 36-37 करोडभित्र हामी पर्छौँ। त्यो 36-37 करोडलाई चाहिँ कसरी यिनीहरूलाई बचाउने भनेर चाहिँ 169 आइएलओमा लेखेको छ। 169 आइएलओ हेर्नुलाई तपाईँहरूले जेनेभामा लेखेको त्रिपक्षीय बसेर लेबर, राज्य अनि कम्पनी यसरी बसेर लेखेको एउटा सम्झौता पेपर रहेको एउटा कानुन रहेछ आदिवासी जनजातिहरूको लागि। त्यस कारणले गर्दा त्यहाँ के लेखेको छ भन्दाखेरि
त्यो कुरोलाई उहाँ संयुक्त राष्ट्रसँग दर्ता गर्दा इन्डिजिनियस भनेर यहाँको राई लिम्बू गुरुङ 60 जातको चाहिँ नाम दिएको रहेछ हाम्रो गिरिजा प्रसाद कोइराला होइन। अनि के लेखेको छ भन्दाखेरि आदिवासी जनजातिको नाममा जग्गा हुन्छ, जमिन हुन्छ, दल हुन्छ, उसको अधिकारले भेट्छ भनेर झुक्क्याइदियो है हामीलाई। हाम्रो नाममा छ अहिले जग्गा जमिन 60%, 65% त उसको नाममा छ, आर्यको नाममा छ। हाम्रो नाममा कति छ? 7%। 33% जग्गा जमिन पहाड खोला नालाले ढाकिएको छ, हिमालयले ढाकिएको छ। 7% मा हामी तपाईहरु सुकुम्बासी भएर बस्छौँ। खोलाको बिलमा हाम्रै मान्छे मात्रै हिँड्नुहोस् त मद्दत हुन्छ। अनि जङ्गलको छेउ चाहिँ हिँड्नुहोस् त सबै हाम्रो मान्छेले यसो कोट बनाएर बस्छ। अनि यो किन आजसम्म सुकुम्बा? हिजो उनीहरू 1495 मा आएर 60% जग्गा जमिन उनीहरूको नाममा हुने, यहाँकै कतिको मूलवासीहरूको चाहिँ नाममा किन जग्गा नहुने भन्दा ठुलो षड्यन्त्र छ। वर्षौँ वर्षसम्म धनी पूर्जा नदिएर त्यही जग्गा देखाउँदै चुनाव लडेको ठाउँहरू यही उदाहरण म त घुमिसकेको छ, सबै अध्ययन गर्दै घुमिसकेको छ। त्यसले गर्दाखेरि हामी एकदम शोषण पीडितमा छौँ। अहिले पैसा कमाएर कति मान्छेहरूले म त त्यस्तो छुइनँ जस्तो लाग्छ, तर होइन। हामीले नबुझिने तरिकाले, हामीले नदेख्ने तरिका, यो हाम्रो खुल्ला आँखाले नदेख्ने तरिकाले हामीलाई चाहिँ शोषण गरेर सक्यो र यसरी बाहिरी आँखाले देखिँदैन, बाहिर आँखाले देखिँदैन। मैले पनि पहिले पत्याएको थिइनँ, 4 वर्ष मैले नपत्याएको नि यो मङ्गोले डलर बनाएको सङ्गठनमा। मेरो भतिजोले मलाई सदस्य बनाइदिनु भयो। एमाले नि विद्यार्थी कालदेखि 5 रुपियाँ ल्याइदिँदै आएको मान्छे। अहिले त मलाई त्यस्तो लाग्छ भन्दाखेरि मेरो घाँटी रेट्नुको लागि मैले एमाले सघाइराखेको छु। अनि मेरो घाँटी त रेटेर त अब हाम्रो घाँटी सन्ततिहरूको पनि घाँटी रेटिराखेको छु भन्ने कुरा अहिले भर्खर बुझेँ मैले।